सबैले मलाई एउटै प्रश्न सोध्थे, कति कमाइ हुँदैछ? म मुस्कुराएर भन्थे ठिकै छ। तर कसैले कहिले सोधेन कि तिमी साँच्चै खुसी छौ? नेपालमा जागिर खोज्दै धेरै वर्ष बिताएँ, अन्तर्वार्ता दिएँ, आशा बाँधेँ, फेरि निराश भएँ। अन्त्यमा मैले पनि हजारौं नेपाली युवा जस्तै एउटा निर्णय लिएँ, परदेश जाने। आमा रोइरहनु भएको थियो। बुबाले आँसु लुकाएर भन्नुभयो, जा बाबु, दुःख गर, हाम्रो भन्दा राम्रो जीवन बाँच। त्यो वाक्य सुनेर मैले आफूलाई बलियो बनाउने प्रयास गरेँ। तर एयरपोर्टमा जहाज उड्ने बेलासम्म मेरो मन नेपालमै थियो। परदेश पुगेपछि सबैले फोटोमा देखे, अग्ला भवन, सफा सडक र राम्रो कपडा। तर कसैले देखेन बिहान अँध्यारोमै उठेर काममा जानु परेको दिन, 12-14 घण्टा काम गरेर थाकेको शरीर, एउटा सानो कोठामा एक्लै बसेर परिवार सम्झिँदै रोएको रात। हरेक महिना पैसा घर पठाउँथे। आमाले भन्नुहुन्थ्यो, हामीलाई यति धेरै पैसा नपठा, आफ्नो पनि ख्याल गर। तर मलाई लाग्थ्यो पैसा नै मेरो कर्तव्य हो। समय बित्दै गयो। मेरो सानो भाइ पनि ठुलो भयो। बहिनीको बिहे भयो, घरमा नयाँ छानो लाग्यो। तर यी सबै म भिडियो कलमै हेर्दै बसेँ। एक दिन काम गरिरहेको बेला मोबाइल बज्यो। नेपालबाट आएको थियो फोन। मैले फोन उठाएँ। उताबाट कापेको आवाज आयो, दाई, आमा धेरै बिरामी हुनुहुन्छ। मैले तुरुन्तै बिदा मागेँ। मालिकले भन्यो, अहिले सम्भव नै छैन, काम धेरै छ। मैले फेरि अनुरोध गरेँ, तर समय कसैका लागि रोकिँदैन। 2 दिनपछि फेरि फोन आयो। यसपटक केही क्षण मौनता थियो। त्यसपछि एउटा वाक्य, दाई, आमा अब हुनुहुन्न। मेरो हातबाट मोबाइल खस्यो। त्यो क्षण मैले जीवनमा पहिलो पटक आफूलाई पूर्ण रूपमा असह्य महसुस गरेँ। जसका लागि म दिनरात दुःख गरिरहेको थिएँ, उहाँको अन्तिम अनुहार पनि देख्न सकिनँ। नेपाल फर्किएँ। घरको आँगन उस्तै थियो, आमाको कोठा उस्तै थियो, तर बाबु खाना खायौ भन्ने आवाज थिएन। मैले आमाको फोटो अगाडि बसेर धेरै रोएँ। त्यो दिन मैले बुझेँ, कमाएको पैसा बैंकमा जम्मा गर्न सकिन्छ, तर गुमेको समय, छुटेको अँगालो र अन्तिम भेट कहिले फर्काएर ल्याउन सकिँदैन। आज पनि धेरै मानिसहरू भन्छन्, परदेश गएर जीवन बन्यो होला। म मुस्कुराउँछु, किनकि उनीहरूलाई थाहा छैन, परदेशले मलाई पैसा दियो तर आमाको काख खोस्यो। घर बनाइदियो तर घरको खुसी खोस्यो। भविष्य दियो तर वर्तमान लुट्यो। यदि तपाईका आमाबुबा अझै तपाईको साथमा हुनुहुन्छ भने आजै एकपटक अँगालो हाल्नुहोस्, किनकि जीवनमा सबैभन्दा ठुलो सम्पत्ति बैंकको रकम होइन, आमाबुबासँगको बिताउन पाइने समय हो। परदेशले धेरैको सपना पूरा गरिदियो, तर धेरैलाई आफ्नै मान्छेको अन्तिम भेटबाट पनि वञ्चित गरिदियो। त्यसैले पैसा कमाउनु महत्त्वपूर्ण छ, तर आफ्ना मान्छेसँग बिताएको समयभन्दा ठुलो सम्पत्ति अरू केही हुँदैन।